हाई एभ्रिवान। आज चाहिँ मदनको छुट्टी थियो, अन्त घुम्नु जाऊँ भनेर भन्यो। अनि हामीहरू घुम्नु जाने भनेर दुईजना रेडी भयौँ। अनि मैले खाजा रेडी गरेँ, अनि त्यहाँदेखि रम्पम सिमली भुटेको थिएँ। अनि त्यहाँदेखि तातो पानी बोकेर अनि गयौँ हामीहरू। अनि उसले मलाई के देखाउँदै लाँदै थियो हौ, बाटोमा हेर न भेडा छ भेडा भन्दै देखाउँदै थियो, के देखाउँदै थियो। अनि त्यतिकै पुग्यौँ। कति धेरै यहाँनिर चाहिँ उयो रोपेको रहेछ के, अङ्गुरहरू रोपेको रहेछ। अनि बाटोमा आँखाले भ्याइन्जेलसम्म देख्दो रहेछ क्या अङ्गुरको रुखहरू, खेती अम्मम्म कहाँसम्म हो। अनि हामी पाम ट्री अरे त्यहाँनिर पुग्यौँ। अनि त्यहाँनिर फोटो खिच्ने ठाउँ रहेछ। अनि फोटो खिच्यौँ। अनि मैले एक दुईवटा भिडियो बनाएँ, टिकटक बनाएँ। अनि मदनलाई नि बनाइदिएँ, फोटो खिचिदिएँ। अनि त्यस पछाडि हामीहरू गयौँ अर्को ठाउँ फेरि। थोरै उकालो गएपछि यस्तो राम्रो ठाउँ नपुग्दो रहेछ। म त यहीँ बसिराख्नु जस्तो भएको के, कस्तो रमाइलो हो। यो क्यामेरामा भन्दा पनि झन् आँखाले हेर्दा यस्तो राम्रो देखिएको होइन, यस्तो राम्रो देखिएको होइन। बसिराख्नु दिनभरि जस्तै भएको हो। अनि मदनलाई बसौँ न एकछिन भनेको, पछि फेरि आउनुपर्छ, जम रात पर्छ घर पुग्दाखेरि भन्न थाल्यो। अन्त दुईजना मात्रै थियौँ हो। अनि अरू मान्छे थिएन फेरि आज चाहिँ, अरू बेला त हुन्थ्यो अरे मान्छे। अनि त्यहाँदेखि अलिअलि टिकटक भिडियो अनि के फोटोहरू गरेर अनि त्यस पछाडि हामी त्यहाँबाट फर्क्यौँ। अलिक ओर गाडी बिसाएको थियौँ नि त। अनि गाडी भएकोमा आएर कफी बनाएर खायौँ, तातो पानी लगेको थियौँ। अनि सिमली भुटेर लगेको थिएँ, रम्पम लगेको थिएँ। अनि त्यहाँदेखि खायौँ। अनि दुईजनाले नै अनि कफी खायौँ। अनि त्यहीँनिर मैले अलिअलि फोटो खिचेँ, मदनलाई फोटो खिचिदिएँ। अनि त्यहाँदेखि फर्क्यौँ घर। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। बाई।